नमस्कार यहाँहरुमा शुभ बिहानी। अहिले म चाहिँ यहाँ शिवनगर चौकमा ओर्लेर गौरबाट आएर शिवनगर चौकमा ओर्लेर अनि म चाहिँ यहाँ बाटोमा हिँडिरहेको छु र आज जुन भव्य सरसफाई कार्यक्रम रहेको छ यहाँ गाडीको आवाजहरु पनि यहाँहरुले सुन्न सक्नुहुन्छ र म देखाउँ। यहाँ म बाटोमा हिँडिरहेको छु र म चाहिँ आज जुन सरसफाई कार्यक्रम छ त्यसमा सहभागी हुन आइसकेको छु। अब मेरो घरासी कारणहरूले गर्दाखेरि म चाहिँ समयमा अलिकति आउन सकिनँ र यो कार्यक्रममा के हुन्छ कस्तो हुन्छ त्यो हेर्नको लागि र जान्नको लागि चाहिँ मेरो ब्लगमा यहाँहरु बनिरहनु होला र हेर्दै जानुस् अगाडि के हुन्छ यो कार्यक्रममा। हामी चाहिँ पुगिसक्यौं मन्दिरमा, यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ रामधुनी भइरहेछ, अष्टजाम हुन्छ त्यो भइरहेको छ। यहाँहरुले पनि ढोगेर यो प्रसिद्ध र पौराणिक महान शिवनगर मन्दिरमा यहाँहरुलाई पनि स्वागत छ। आफूले पनि ढोगेर आफ्नो भाकल गर्न सक्नुहुनेछ र यहाँ सरसफाई भइरहेको छ। अब केही सुनिदैन है यहाँ साउन्डले गर्दाखेरि र म हिँड्दै पनि बनाउँदै छु, त्यो भएर हली पनि रह होला। ल यहाँ सरसफाई कार्यक्रम भइरहेछ र म पनि त्यसैमा सहभागी हुन आइसकेको छु। म जाँदैछु, यहाँ बहिनीहरूलाई सोधेँ, उहाँहरूले उता चाहिँ बाँकी छ, म ढिलो भएको भएर अनि म उता जाँदैछु। कतातिर बाँकी छ उहाँहरूले भन्नुहुन्छ अनि त्यही अनुसार त्यहाँ चाहिँ सरसफाई गर्नुपर्ने हुन्छ। यहाँ सबैजना संयुक्त रूपमा हेर्न सक्नुहुनेछ। सबैजना यहाँ सशस्त्र प्रहरी स्थानीय भाइ बहिनीहरू, जेन्जी भाइ बहिनीहरू सबैजना हुनुहुन्छ र म पनि त्यसैमा सहभागी हुन आइसकेको छु। अब मेरो पनि काम भनेको सरसफाई गर्ने। यहाँ सरसफाई भइरहेछ। पुलिस एकाडेमी, मनोकामना पुलिस एकाडेमी गौरवाको भाइ बहिनीहरू हुनुहुन्छ। र यो जेनजीकै कार्यक्रम भएको भएर यहाँहरूले देख्न सक्नुहुन्छ यसमा जेनजी भाइ बहिनीहरूको बढी सक्रियता रहेको छ। अगुवाई पनि उहाँहरूकै छ। ल यहाँ हेर्नुहोस् यो ग्लोभ्स र यो सरसफाई गर्दा गर्दै यहाँ यति धेरै गर्मी छ र यहाँ यस्तो गर्मीमा पनि हाम्रो भाइ बहिनीहरू खटिरहनु भएको छ र उहाँहरूलाई साथ सहयोग छ। हामीले पनि उहाँहरूलाई सहयोग गर्नुपर्छ। यहाँ चाहिँ म हतारमा यहाँ यस्तो उल्टै लुगा लगाएर आइहालेछु। यहाँ हामी जाँदैछौँ एउटा ठाउँमा, यहाँ म चाहिँ लुगालाई अब सुल्टो बनाउन जाँदैछु। धन्यवाद म्याडम सहयोगको लागि। यहाँ काम गर्दा खतरा पनि छ। अहिले वर्षाको याम छ, जङ्गल झाडी छ। अघि एउटा गौमन सर्पको बच्चा निस्किएको थियो, मैले त्यो देखाउन सकिनँ तपाईँहरूलाई र खतरा पनि छ। त्यही भएर हामीले हुन त ग्लोभ्सहरू छ, त्यही पनि आफू सावधान भएर चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। बाबाको शरणमै आएको छौँ, त्यही भएर बाबाले आफ्नो चेलाहरूलाई केही पनि नगर्नु भनेर भन्नुभएको रहेछ, केही पनि भएन। अब हामी लगभग यो सबै भागहरू सरसफाई भइसकेको छ र अझ छेउछाउमा चाहिँ हामीले 90% सरसफाई सकिसकेको छौँ। अब अलिकति मात्र बाँकी छ र बाटोतिर अब उतातिर त्यहाँ भइरहेछ। यहीँनिर झाडीमा चाहिँ अघि गौमन सर्पको बच्चा भेटेको थियो र हामीले उसलाई चाहिँ सकुशल उता पानीमा उद्धार गरेर राखिदियौँ, किनभने कुनै पनि जीवलाई मार्नु हुँदैन भन्ने हिसाबले। यहाँ चाहिँ हामीले पानी खाने व्यवस्था यहाँ भाइहरूले गर्नुभएको छ अनि यसको लागि अब डिस्पोजल ग्लास हामीले प्रयोग गरिरहेछौँ र यो अब भर्खरै हामीले यहाँ भाइ बहिनीहरूले सरसफाई गर्नुभयो र यो फेरि चाहिँ फोहोर नहोस् भनेर हामीले यहाँ चाहिँ एउटा डस्टबिन पनि राखिदिन गइरहेछौँ। यहाँहरूले पनि पानी खाएर यही ग्लास चाहिँ एकत्रित ठाउँमा जथाभावी नफाल्नु होला भन्ने अनुरोध पनि गर्दछु।
यहाँ सरसफाइ कार्यक्रमपछि यहाँ वृक्षारोपण कार्यक्रम पनि रहेको छ। यो झाँच नदी यात्रा होइन, यस्तै गरौँ यस्तै मैले रोपेको रुख यहाँ छ र यहाँ भइरहेछ। अझ मैले मेरो ग्लोभ्स खोलिसकेँ, अब हात धुन्छु। पत्रकार बन्धुहरूको कामै थियो यो प्रश्न। यो झाँच नदी